घर जलाउन उक्साउनेहरू, घर जलाउने कहाँ डेरा गरी अभियान चलाउन खोज्नेहरू यिनीहरूकै बारेमा सोचिराखेका छौँ। यी अपराधीहरूलाई कसरी ठिक लगाउने, यो राम्रो होइन। राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका अनि पोलिटिकल मान्छेहरूका घर, कार्यालयहरू सब जलाउने कुरा अपराधिक कर्म हो। अपराधलाई चाहिँ प्रोत्साहित गर्न सकिँदैन, तर अपराध रोक्नुपर्छ। अपराध रोकेर यसलाई शान्तिपूर्ण देश बस्न लायकको देश बनाउनुपर्छ। फेरि ल्याउनै पर्छ नि। अनि घर जलाएर छोडिदिन पाइन्छ, त्यति अरूको घर जलाउन पाइन्छ, कारबाही हुनु पर्दैन। अहिलेको सरकार सायद उनीहरूकै सरकार हो, त्यस कारण उनीहरूलाई जोगाउने त्यो काम गर्छ। त्यो समय आउँछ कि को आउँछ के आउँछ भन्दाखेरि समय आउँछ, त्यसले कारबाही गर्छ। कारबाही गर्ने समय आउँछ।